आज हामीले ओल्ड इज गोल्डको एउटा इकोनोमिक्सको क्वेसन गर्दैछौँ सल्भ। यहाँ सपोज इन्डिभिजुअल डिमान्ड सेड्युल फर द सूरज, सनी एन्ड सुशीला आर गिभेन। यो क्वेसनमा दिएको छ भने फाइन्ड गर्नलाई हामीलाई मार्केट डिमान्ड एन्ड सेड्युल भनेको छ। यसरी प्राइस दिएको छ र यो भनेपछि इन्डिभिजुअल सबैको डिमान्ड दिएको छ। सबैलाई जोडेपछि यो मार्केट डिमान्ड हुन्छ। यो मार्केट डिमान्ड दिसकेपछि सबै यसरी गर्दै जाने, लास्टमा यसरी 0 छ 0 नै हुन्छ। त्यसपछि मार्केट डिमान्ड कर भनेको छ 10 रुपैयाँमा कति मार्केट डिमान्ड छ भनेपछि 280 युनिट छ। यसरी नै मार्केट डिमान्ड योमा लेख्नुपर्छ, इट इज द डाउनवर्ड स्लोपिङ डिमान्ड कर्भ। अनि त्यसपछि अर्को क्वेसन सोधेको छ, सी नम्बरमा इलास्टिसिटी अफ डिमान्ड व्हेन द प्राइस फल्स फ्रम द 30 to 20 भनेको छ। इनिशियल भनेपछि 30 हुन्छ। इनिशियल प्राइस P1 = 30 एन्ड न्यू प्राइस P2 = 10 हुन्छ भनेको इनिशियल डिमान्ड Q1 = 70 हुन्छ। यो माथिको टेबल हेरेर गर्नु होला। यो 30 मा कति छ भनेपछि यो छ, यो हेरेर गर्नु होला। अनि 20 मा के छ भनेपछि यो हेर्नु होला डिमान्ड कर्भको लागि। अनि त्यही लेख्ने, यहाँ यति लेखेपछि यो अब फर्मुला पेज गरेर गर्नु होला। अनि यो इलास्टिसिटी अफ डिमान्ड फाइन्ड द युजिङ प्रोपोर्सनेट मेथडबाट गर्दाखेरि EP = चेन्ज इन Q by चेन्ज इन P इन्टु P1/Q1 हुन्छ। अनि यो गरेपछि यो फर्मुला लेख्ने हो। अनि भ्यालुहरू राख्दै जाने। यो -3 आउँछ, यो 0 कट्छ, यो 0 कट्यो, यो 7 कट्यो, माइनसको माइनस, अनि 1/3 भनेको 3 हो लेखेपछि। अब अर्को क्वेसन सोधेको छ, इलास्टिसिटी अफ डिमान्ड व्हेन द प्राइस राइजेस फ्रम 10। योमा ध्यान दिनुपर्ने यति कुरा 20 to 30। यो भनेपछि इनिशियल हो र यो भनेपछि न्यू प्राइस हो। त्यही कुरा यहाँ लेखेको छ, न्यू इनिशियल लेखिसकेको छ। इनिशियल डिमान्ड भनेपछि यो माथिको टेबलबाट हेरेर गर्नु होला। उल्टा मात्र हुन्छ, यसले 140 न्यू हुन्छ, इनिशियल हुन्छ। अनि Q2 भनेको 70 युनिट। इलास्टिसिटी अफ डिमान्ड युजिङ द प्रोपोर्सनेट मेथडबाट गरेर फेरि यहाँ फर्मुलाहरू लेख्नु हो। फर्मुलाले चेन्ज इन Q by चेन्ज इन P इन्टु P1 Q1 यसरी फर्मुला भ्यालु राख्ने हो। अनि यो कटो, अनि यो 0 7 2 जा कटो, अनि यो 2 कटो, -1। यसको आन्सर आइसक्यो। यो ओल्ड इज गोल्ड एकदम महत्त्वपूर्ण TU को ओल्ड क्वेसन हो र यो प्र्याक्टिस गर्नु होला। आउँदो BBS फर्स्ट इयरको एक्जाममा काम लाग्नेछ। धन्यवाद।